हेलो नमस्ते। यदि तपाईहरुले पनि बर्थडे एनिभर्सरी अथवा अरु कुनै पनि सरप्राइज त्यो पनि टोकियो डिज्नील्यान्डको रेस्टुरेन्टमा दिन चाहनुहुन्छ भने टोकियो डिज्नील्यान्डको क्वीन अफ हार्ट्स बैंक्वेट हलमा जान सक्नुहुन्छ है। हामी बुढाबुढी चाहिँ मेरो बर्थडेको दिनमा घुम्न जाने भनेर टोकियो डिज्नील्यान्ड गएका थियौं। तर त्यहाँ मैले त सरप्राइज पो पाएँ। थाहा थिएन कि डिज्नील्यान्ड भित्र रेस्टुरेन्टमा केक अनि बर्थडे मनाउन मिल्छ भनेर। अब तपाईहरुले पनि दिने होइन त सरप्राइज। त्यहाँ जाँदा कुनै योयाको गर्नुपर्ने झन्झट पनि नहुने अनि स्पेशल त केक लिएर जानु पनि नपर्ने। केक यहाँ भिडियोमा हेर्दा सानो भए पनि 6-7 जनालाई इनफ पुग्छ। केकको नेम प्लेट चेन्ज गर्न पर्ने भयो भनेर स्टाफलाई भन्नुभयो भने एकैछिनमा चेन्ज गरिदिइहाल्छ। त्यहाँको खानाहरुमा बीफको आइटम धेरै हुने भएकोले स्टाफलाई मैले बीफ खादिन भन्नुभयो भने स्टाफले अरु चिकन अनि अरु खाना प्लस मज्जाले एक्सप्लेन गरिदिन्छ। त्यसैले तपाईहरु पनि बर्थडे अथवा एनिभर्सरीको दिन पारेर सरप्राइज दिन सक्नुहुन्छ। यो मेरो लाइफको भुल्नै नसक्ने बेस्ट मोमेन्ट भएकोले तपाईहरुलाई पनि शेयर गर्न मन लागेर शेयर गरेको है। बाहिर गेमको छुट्टै आनन्द मज्जा लिँदै बेलुका 7 बजेतिर हानाबी पनि हेर्न सक्नुहुन्छ। बाइ बाइ। अब अर्को नयाँ भिडियोमा नयाँ जानकारीसँगै आउनेछ है त।